हेलो गाइज, वेलकम टु माई अनदर भिडियो। आज चाहिँ हामीले करेन्ट चाउचाउ बनाउन जाँदैछौँ। यसको लागि यता पानी बोइल हुँदैछ। पानी बोइल भइसकेको छ। अब थोरै यसमा तेल राखिदिने। अब चाउचाउ राख्ने। लगभग चाउचाउ रेडी पाकिसक्यो। अब यसमा चाहिँ यो ड्राई भेजिटेबल्सहरू चाहिँ राखिदिने। यो पाकिसकेको छ। अब यसको पानी थोरै फाल्ने। अब फेरि कराई बसालेर यसमा तेल राख्ने। यो तेल चाहिँ चना फ्राई गर्नको लागि हो। यसमा थोरै बेसार राख्ने अनि अब थोरै नुन राख्ने चनाको लागि मात्र। अब चनालाई 15 मिनट जति डिप फ्राई गर्नुपर्छ। चना चाहिँ मजाले पाकिसकेको छ। अब यसलाई निकाल्ने। अब चना फ्राई गरेको बाँकी रहेको तेलमा चाहिँ प्याज हाल्ने है त। यो चाहिँ प्याज पाकिसक्यो, ब्राउन भइसके पछाडि चना राख्ने। फेरि अब अघि बोइल गरेको करेन्ट नुडललाई चाहिँ यहाँ माथि राख्ने है त। ओ त्यो त जमिसक्यो हो। अब यो मसला सब काटेर म हालेपछि देखाउँछु है त। मैले यसको सबै मसला हालिसकेको छु। अब यसलाई सरर चलाउने है त दुईटा काँटाले। फाइनली अब रेडी भइसक्यो है त करेन्ट नुडल्स विथ चना।